खाँदै गरेको भिडियो बनाउँछु ल। नत्र यो नयाँ कट्टु कसले छोडेर जान्छ हौ। ए सेतो सेतो जमेछ। कडा कडा। हेलो हेलो साथीहरू, दर्शन नमस्ते साथीहरू, के छ हो खबर खबर? जाउँ म छिटो। कता गइ एकैछिन हिँड्दा फ्या फ्या हुन्छ। भैँसीले कस्तो गर्छ अरे, एकछिन कुद्यो भने घर आयो भने त्यो के भन्छ दुवारी खोलादेखि दुवारी डाँडाको त्यो उकालो चाहिँ चढ्न सकिँदैन अनि बोकेर लानुपर्छ। बोकेर खै कहाँ छ? त यार यो कुन चाहिँ कट्टु होला? हो रहेछ हौ, कट्टु रहेछ यहाँ म्यासाले। यो यहाँ पक्कै पनि यो आएको थियो होला क्या गर्लफ्रेन्डसँग। कोही मान्छे अरू मान्छे आइदियो होला अनि कट्टु नै छोडेर भाग्यो त्यो मान्छे। पक्कै त्यही यही रहेछ। नत्र यो नयाँ कट्टु कसले छोडेर जान्छ हौ। ए सेतो सेतो जमेछ। कटर खाइदिएछ खै। फेरि चोप लाएर हातमा। यसको चोप जाँदैन नि, यो सेतो चोप। ल साथीहरू, मेवाको पनि यस्तो सेतो सेतो आउँदो रहेछ है चोप। चोप मेवा रे कटर कटर। के गर्छु रे? कहाँ? ल साथीहरू यहाँ हल्लाउँछु भन्छन्। कहाँ हो हल्लाउने? म पनि आउँछु कि हल्लाउन। ओ जाने होइन हल्लाउन? ल नवराज सर हल्लाउन जाने होइन? आउनु ल हल्लाउन आउनु यहाँ। हल्लाउनु के भनेको? ए मेवाहरू हल्लाउने भनेको? ल हल्लाउनु ल। ल ल तर्नु तर्नु। साथीहरू हल्लाउनु त हल्लाउनु, त्यो मेवा खसेर आफ्नो टाउकोमा लाग्ला नि फेरि। रेडी ओके ठिक छ ल जान जान। कडा कडा। ओ तपाईँ चढ्न त एकदम तक्रा रहेछ हो। अलि बल गरौँ। झरेको छैन हौ, झरेको छैन। झऱ्यो झऱ्यो। अब झर्छ है। आउ ल छोप्यो छोप्यो। ओके चलो भेरी नाइस भेरी गुड। आमामा खरो हो क्या खरो। ल ठिक छ। दुध आयो सेतो सेतो। समाउन कहाँ भएको? दुधको टोप लाग्नु नि समाउनु न। ल ठिक छ। र साथीहरू हाम्रो चाहिँ दुईटा मेवा हल्लाएर झारिसक्यो। अब उहाँ छपरी मुनि गएर काटेर तासेर काटेर चुवान चुवान खानुपर्छ है। ल साथीहरू घाँस कति राम्रो छ क्या यहाँ। यतिको घाँस चाहिँ हाम्रोमा हुनु पर्थ्यो नि होइन। म दुईवटा भैँसी पालेर बस्थेँ के, दुईवटा भैँसी एउटा राङ्गो, त्यति चाहिँ म पालेर बस्थेँ क्या साथीहरू है।
यस्तो दामी घाँस छ हेर्नु त हाय 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 हाय। यो पुरै घाँसको बगैँचा हो क्या साथीहरू यो माथितिर पारितिर हेर्नु साथीहरू पुरै घाँसको बगैँचा हो क्या यति घाँस हाम्रोमा हुन्थ्यो भने 2वटा दुध दिने भैँसी र एउटा राँगो चाहिँ म पाल्थेँ क्या अनि टक्क लाएर त्यसपछि हाम्रो नौमुले बजारमा चाहिँ दुध लगाउँथे पसलतिर यस्तो घाँसै छैन साथीहरू यस्तै छ गाह्रो छ हजुर र साथीहरू अहिले चाहिँ हामी अब मेवा टिपिसक्यो अब उतातिर मेवा खाँदै गरेको भिडियो बनाउँछु ल ए आँखामा के पस्यो यार पिरो पिरो भयो खत्म भुसुना होइन यार पिरो पिरो लाग्छ त दुईटै आँखा दामी छ रातो गुलाबी कलर के पिङ्क कलर पिङ्क रेडी हो क्या भइरहेको भिडियो बनाउने यसो रहेछ गुड त्यो अघि जङ्गलमा कुदेको यही हो छेउमै राख्दै थियो साथीले अलिकति तान्लान् भनेर मिठो छ नि पवन दाइ बराबर नापेरै हो गनेरै हो ल ल साथीहरू यही जङ्गलमा घुमेको प्रगति अर्को भिडियोमा भेटौँ ल अहिले बाई बाई